सोचे जिजो टाङ्गा त रुखमा फलेकै छ त विदेश जानेको पैसा रुखमा फल्छ भनेको जस्तो हाम्रो चाहिँ रुखमै फल्दो रहेछ है खास चाहिँ पैसा रुखमै फल्ने ठाउँ चाहिँ यतै रहेछ यसमा आयोजक टिम हाम्रो चेलीहरू चाङहरू सबैजनालाई आशाकाङ्क्षी सबैलाई मेरो एकदम ठुला रमाइलो साथ सहयोगको लागि सपोर्टको लागि एकदम खोजेछु भन्न चाहन्छु लासो फ्याफुला नमस्ते सम्पूर्णमा हामी आज शिव यात्रामा छौँ नाम्साई गोल्डन टेम्पल गोल्डन पपडाको यात्रामा छौँ हामी हेर्नुहोला यहाँ अन्तर्राष्ट्रिय एकजना हाम्रो सिङ्गार गायक मात्रै नभएर हाम्रो एकजना तामाङ समाजको लागि महान सम्पत्ति भन्नु पर्यो है तामाला कोला अवतारी गानमा चाहिँ हिँड्न गानमा चाहिँ हिँड्न तामाङलाई यस्तो अवसर मिलेको छ हामीलाई सँगै घुर्नु डुल्नुलाई माइती चेलीहरू चेली माइती मेन त अब हाम्रो सूर्य जुजो हुनुहुन्छ अगाडि यता जे हुनुहुन्छ थोरै जोडिदिनु होला हाम्रो यहाँ श्री जे हुनुहुन्छ पूर्वाञ्चल तामाङ बौद्ध सङ्घको कान्पा यहाँ सूर्य हेन्जनजी हुनुहुन्छ र मेरो जेजो उहाँले अवसर दिनुभएछ आज साथमा घुम्ने र उहाँलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु उहाँले यस्तो एउटा शुभ अवसर दिनुभएकोमा र डुलाइदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद र यहाँ भाइ हुनुहुन्छ हाम्रो हामीलाई चाहिँ सहरै साधनमा सहयोग गर्नुहुने भाइ यहाँ हुनुहुन्छ र सूर्य जोजोको चाङ उहाँलाई पनि साथ सपोर्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद र अब यता भाइ हुनुहुन्छ हाम्रो यो अनुप लामा यन्जन हुनुहुन्छ उहाँ पनि हाम्रो माइती नै हुनुहुन्छ यता चाहिँ के अरे बहिनी जामे फुल कुमार बमजनजी हुनुहुन्छ उहाँ चाहिँ र हाम्रो तामाङ भाषाले चाहिँ मेन्द कुमार उहाँलाई थोरै 2 शब्द राखिदिनु भन्नु म सबैजनालाई फ्याफुल्ला विशेष त यो आसाम केटेटङमा रहेर मलाई फेरि पनि केटेटङको लोछारमा आउने सो अवसर मिलाउनु भयो हाम्रो सूर्य युन्जानज्यू लगायत यहाँका सम्पूर्ण आयोजक टिमलाई मेरो एकदम फ्याफुल्ला थुजेछे भन्न चाहन्छु खास गरी हामी तामाङको सन्तानहरू आफ्नो भाषा संस्कृतिले यसरी जोड्दाखेरि यो भारतको आसाम एउटा मेरो लागि बिरानो भूमि थियो म यो सांस्कृतिक कार्यक्रमले जोडिएपछि यो आसाम पनि मेरै रहेछ आफ्नै रहेछ भन्ने एउटा अनुभूति भएको छ आफ्नो सांस्कृतिक प्रस्तुतिले गर्दाखेरि धेरै आउने मौका पनि पाएको छ आसाम चाहिँ यति हरियाली यो आसामको भूमि चाहिँ मलाई यो ग्रिन भिलेजले गर्दाखेरि म एकदमै रमाइलो लाग्यो रुखमा पैसा फल्ने ठाउँ रहेछ यो साङ्गेको मलाम त यता पाएछ नि सुपारी दोङ्ग्रिन टाङ्गा रोबा चियाला दोङ्ग्रिन टाङ्गा रोबा भनेर भन्नु पर्यो पैसा कति जम्मा गर्नु मलाई पैसा चाहिँ अब देखाउनु भएन नि है यदि छ भन्नु मिलेन यो कुरा चाहिँ गोप्य राखौँ त लामेन्द्रलाई सोध्नु पर्छ पैसा धेरै कति छ लासो जे धेरै धेरै धन्यवाद यहाँलाई तामाङपनको मिठास चाहिँ हामीले यो आसाम भेगमा बसेर आजसम्म यस्तो एकदम मिठासपन चाहिँ विशेष गरी मैले चाहिँ अनुभव गर्नु मिलेको थिएन आजसम्म चाहिँ तर यो अवसर चाहिँ यहाँ जेले चाहिँ पावै बनगाउँ तिनसुकिया डिस्ट्रिक्टको कार्यकारी समितिहरूलाई चाहिँ म एकदम यहाँ लाइभबाट नै धेरै 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 हार्दिक धन्यवाद भन्न चाहन्छु यो चाहिँ गोल्डन टेम्पलको गेट हो यता हाम्रो परिवारहरू चाहिँ आउने परिवारहरू चाहिँ यता हाम्रो चाङ हुनु
अन्तिममा हामी गोल्डन पगोडा आइपुगेका छौँ। हेर्नुहोला, यो चाहिँ भने गोल्डन पगोडाको परिसर हो। हामी यो गोल्डन पगोडा परिसर परिक्रमा गरिरहेको छौँ। यो चाहिँ वरिपरि गोल्डन पगोडाको परिसर हो। देख्नु भइरहेछ, एकदमै रमाइलो, एकदमै सुन्दर, एकदम परिष्कार, एकदम शान्त वातावरण छ यहाँ। एकदमै शान्तिको उपभोग गर्न पाउनुहुनेछ। यहाँ हुनुहुन्छ गोल्डन पगोडाको यात्रीहरू एकदम रमाइलोको साथ। लासो थुचेसे धन्यवाद सम्पूर्ण।